बालेन शाह प्रधानमन्त्री कि हुने कि नहुने भन्ने धेरैले डाउट पालिराख्नु भएको छ। यदि तपाईँले पनि त्यो सोचिराख्नु भएको छ भने तपाईँ आफै मूर्ख हो। बालेन शाह प्रधानमन्त्री हुने भनेर मधेस उठेको, सारा देश उठेको, युवाहरू उठेका हुन् र रासोपाका सांसदहरूले पनि यो बुझ्नुपर्छ कि 10% सांसद बाहेक 90% सांसदले बालेन शाहको भोटले जितेका हुन्। बालेन शाह प्रधानमन्त्री हुने भनेर एउटा पार्टीलाई मान्छेले भोट दिएको, बहुमत्याउनकै लागि परेका हुन्। यो कुरा रासोपाका सांसदले पनि बुझ्नुपर्छ। भले उनीहरू योग्य थिए र 10% मान्छेहरू त योग्य पनि थिएनन्। अब कस्तो भूमिका खेल्छन् त्यो हामीले हेर्न बाँकी छ। तपाईँ ढुकाउनुहोस् प्रधानमन्त्री बालेन शाह नै हुने हो, त्यसमा कुनै दुई मत छैन। अरूले फैलाएको त्यो न्यारेटिभमा तपाईँ नफस्नुहोस्। र अर्को कुरा, राष्ट्रसभाले दुई तिहाई ल्याइहाले पनि कानुन संशोधन कसरी गर्छ, राष्ट्रिय सभाले पास नगरिकन भन्ने जुन एउटा न्यारेटिभ छ अथवा एउटा त्यो प्रश्न छ, त्यो प्रश्न जायज प्रश्न हो। तर दुई तिहाईको सरकारले पास गरिसकेपछि राष्ट्रिय सभाले त्यति धेरै दखल अन्दाज गर्दैन, काँडा बनेर बस्दैन। अर्को कुरा, यिनीहरू बिचमा आइहाले भने तपाईँ हामी जनता छँदैछौँ भोलिका दिनको लागि। र पुराना पार्टीहरूले यो कुरा बुझिसकेका छन् कि अब पनि हामी जनताको राम्रो काममा काँडा बनेर उभियौँ भने हामी झन् माटुमुनि गाभिँदैछौँ भन्ने कुरा बुझेका छन्। त्यसैले तपाईँ अहिले त्यो शङ्काहरू पालेर बस्नु पर्दैन। तपाईँ अहिले पोजिटिभ हुनुहोस्, राम्रै हुन्छ। यसमा तपाईँले कुनै चिन्ता लिनु पर्दैन, शङ्का मान्नु पर्दैन।